राधे राधे ए माइजू नरुनुहोस् माइजू नरुनुहोस् मामाले जस्तो कर्म गर्नुभएको थियो त्यही कर्मको फल भोग्नु भएको अब हजुरहरू निश्चिन्त हुनुहोस् हामी भान्जा आइसकेका छौँ रुनु पर्दैन के को भान्जा जाऊ तिमीहरू स्वामी ए माइजू नरुनु हेर्नुहोस् मामाले जस्तो कर्म गर्नुभयो त्यसको फल भोगिसक्नु तिमीहरू यहाँबाट गइहाल तिमीहरूले हाम्रो पिताश्रीले गरेर तिमीहरूको सबै कुरा लगाइदिन्छु जाऊ हिँड अस्ति हिँड प्राप्ति दाइ ल मामाको उद्धार भइहाल्यो अब हामी यहाँ बस्नु ल जाउँ अनि खोइ त हाम्रो कोसीले के गर्ने र अब केही नगर्ने भोक लागेपछि हजुर म मिलेर खानुले कंसलाई पनि अब बागमा दुखेर लैजाने हो कि त्यहाँका अस्ति र प्राप्ति त रोइरहेको थिए यहाँका हाँसेका रोगाउँ थाहा छैन